गाइज वेलकम ब्याक टु माई न्यू भ्लग है। मेरो आजको नयाँ भ्लगमा स्वागत छ र सधैँको जस्तो मैले आज पनि फेरि भ्लग ल्याइरहेको छु। किन 2 दिन चाहिँ भ्लग किन गर्नु भन्दा चाहिँ मैले अलिकति टेक्निकल प्रब्लम्सले गर्दाखेरि चाहिँ गर्नु पाइनँ। अनि चाहिँ हाम्रो आज के भन्छ त्यो बाबा पनि सर्नु भएछ। मैले चाहिँ आजै देखेको छु है भनेर चाहिँ आजै देखेको मैले आज बिहान कल गरेँ त र त्यसको कुराले गर्दाखेरि चाहिँ घामपट्टि हेरिपठाएँ। अनि चाहिँ मैले घाम सरेको देखेँ मैले त्यहाँ घाम पनि सर्छ भन्नु भयो। कारणले गर्दाखेरि चाहिँ म पनि त्यस्तै भयो। अनि चाहिँ सबैलाई गुड मर्निङ छ है। अनि छ तपाईँहरूलाई शुभकामना छ है। अनि आज दिन पनि राम्रो भएछ वाला छ रहेछ र आजको ब्लगमा के हुनेवाला छ देखाउनेवाला छु। कहाँ जाँदैछु भन्दाखेरि चाहिँ पर जाँदैछु यहाँनिर सुन्तलेको पञ्चायतकोमा चाहिँ अलिकति डकुमेन्ट्स ल्याउनु थियो त्यहाँ जाँदैछु र हेर्दै जानु होला छ एकदमै राम्रो हुन्छ होला। हेलो गाइस म चाहिँ पुगिसक्यो चाहिँ रोड भनिसक्यो मन्दिर पुण्यको रहेछ यो चाहिँ बाटो र गाइस म चाहिँ यहाँनिर एउटा सानो चिन्ता कागज लिएर चाहिँ त्यो घरबाट एउटा एक्स पञ्चायत होइन अगाडि सुन्तलेको पञ्चायत पनि हुन्छ है सुकुबारेको अन्त त्यसै छ। अन्त चाहिँ फिलहाल यस्तै भइरहेको छ बनाउने हुन्छ। अनि चाहिँ म त्यस्तो कुरालाई छोडेर हेरेर फेरि भन्ने चाहिँ तर्फ लाग्दैछु र भन्ने चाहिँ आजको पनि अहिले चाहिँ फिलहाल चाहिँ घाम लाग्दैछ र भन्ने चाहिँ म फेरि नै डाँडामा आइपुगिसकेँ र चाहिँ अलिक डाँडा सो हेलो गाइस म चाहिँ यहाँनिर झरेर धेरै पुग्यो भयो। अन्त त्यो एकछिन बसेर चाहिँ म यहाँ फर्किसकेँ र अब चाहिँ भन्ने चाहिँ गाडी पस्नुपर्छ। अब चाहिँ म गाइस अब चाहिँ घर गएर सायदै खासमा जानु त्यसो केही थाहा छैन भन्नु थियो र आउनुपर्छ होला। म चार्ज पनि दिनु ब्याट्री के भन्छ लाइट भन्ने चिज बेलुकादेखि हाम्रोतिर लाइट गइरहेको छ कारणले गर्दाखेरि सायदै म त पाउँदिनँ होला। त्यस कारणले गर्दाखेरि चाहिँ सबैहरूलाई लास्ट क्लिप देखाउनु होला छु के कसो हुन्छ त्यसको फिडब्याक दिनु होला है गाइस। तपाईँको साथमा म फेरि बनेर एक घन्टा पछि फेरि साथमा बनेर चाहिँ फेरि उतै जानेछु भन्दाखेरि चाहिँ के जग्गामा जाँदैछु अघि होइन ब्याङ्कको जग्गामा कहाँ भन्दाखेरि भनौँ न त्यति पाइ नै पर्छ र भने चाहिँ जानेछु के को लागि जाँदैछु तपाईँलाई थाहै छ त्यो मैले बिहान लगेको काज हो त्यही नै दिनु छ। तपाईँले सोच्नु भएको होला यो केटा किन एउटै कागजले गर्दाखेरि कुद्दैछ भन्ने कारणले गर्दाखेरि भने चाहिँ हाम्रो कागजको लागि कान्छा कागजको लागि चाहिँ जबको लागि त्यसकै कारणले गर्दाखेरि चाहिँ पञ्चायतलाई दिँदैछ र त्यसै कारणले गर्दाखेरि चाहिँ दिँदैछ। हाम्रो घरमा चाहिँ कोही जबवाला हुनुहुन्न नि त बेसी नै एज हुनुभएको त्यस कारणले गर्दाखेरि चाहिँ जब पनि छैन हाम्रोमा जब भन्ने केही पनि छैन अरू भन्ने केही पनि छैन हाम्रो जबले सबैजना जबले त्यसले गर्दाखेरि चाहिँ हाम्रो कागको चाहिँ ट्राई गरेको केही हुन्छ होला भनेर म पनि तर जबको लागि पास भइसकेको छु र पढिनु त्यसो राम्रोसँग पढिसकेको छु। त्यस कारणले गर्दाखेरि चाहिँ म तर त्यो चाहिँ म आर्मीमा ट्राई गरिरहेको छु। त्यहाँ जानु के हुन्छ गाइस त्यसको म भिडियो बनाउनेवाला छु कहाँको आउने के कसो हुनेवाला छ म सानो ब्लग बनाएर देखाउनेवाला छु। अन्त चाहिँ गाइस मौसम तपाईँहरूलाई थाहै छ आइरहेछ र भन्ने चाहिँ म यो चाहिँ बास गाडीको सानो बाटो छ त्यस कारणले कुदिरहेको छ। अहिले फेरि एकछिनबाट छिटो जानुपर्छ छिटो आउनुपर्छ एकछिनबाट चाहिँ अँध्यारो हुनु थाल्यो भने चाहिँ यहाँनिर फेरि झ्याप्पै रात पर्छ र रात पर्छ। अनि त्यो कारणले गर्दाखेरि चाहिँ छिटो गर्ने कोसिस गर्छु ठिक्कको भन्दा ठिक्कको सानो गर्नु चाहन्छु म भन्ने चाहिँ युट्युबमा कस्तो टाइम लाग्छ त्यस कारणले गर्दा छोटो क्लिप बनाएर चाहिँ पहिला देखाउनु खोज्छु भनौँ न। म चाहिँ भन्ने चाहिँ यहाँ फेरि रुन्डी सिकिसकेको छु चाहिँ यताको आजको दिन छ तपाईँहरू देखिसकेको गएको देख्नुहुन्छ त्यो पनि भन्ने हो र त म निस्किसकेको छु है त गाइस। म कागज दिएर डकुमेन्ट्स दिएर तर्फेर लाग्दैछु भैया भन्ने चाहिँ यो चाहिँ आज मैले खुद देख्दा चाहिँ अन्त गाइस भन्छ यहाँनिर अघि मन्दिर देखाएको त्यसो पसमै त यसमा चाहिँ यहाँभित्र भन्ने यो जग्गामा चाहिँ बसिसकेको र फिलहाल चाहिँ भन्ने बलुवा भुटाइरहेको चाहिँ के कारण थाहा भएन र भन्ने चाहिँ साइडमा चाहिँ यस्तोहरू यस्तै गाडिन्छ र हिन्दू धर्म चाहिँ यस्तै गाडिन्छ त्यसले गर्दाखेरि चाहिँ धर्म गाडिरहेको छ यतातिर यो चाहिँ म पसिसकेँ र भने चाहिँ के बनाएको रहेछ चाहिँ यहाँनिर चाहिँ बनाएको रहेछ यो टोइलेट बाथरुमको यहाँ
रहेछ नि त चिनिन्छ यहाँ चाहिँ टोइलेट बाथरुम रहेछ म चाहिँ यहाँ भन्ने चाहिँ मन्दिरको द्वार पनि चाहिँ यहाँनिर मन्दिरमा जाँदाखेरि चाहिँ मन्दिर हिन्दूको जुनै मन्दिरमा जानु तपाईँहरूले चाहिँ त्यसमा चाहिँ मासु खानु हुँदैन कारणले गर्दाखेरि चाहिँ त्यसो गर्नु हुँदैन कलकत्तालाई जानुपर्छ त्यो सबैलाई थाहै छ अनि चाहिँ भित्र पसिन किनभने चाहिँ यता गेट लक रहेछ तपाईँले मैले देखाइसकेँ के कसो त्यहाँभित्र चाहिँ एकदम राम्रो रहेछ भन्ने चाहिँ अलिकति हेर्नु पर्छ भन्ने छ एउटा ठुलो थाहा भएन मलाई के को बोट रहेछ भने चाहिँ यहाँनिर एकदम गएर गाडी राखेको रहेछ यताको प्रेमिसेस जानुहुन्छ भने यताको प्रेमिसेस यस्तो रहेछ यहाँ चाहिँ अलिकति के गर्ने भनौँ के गर्ने भने चाहिँ यहाँनिर एकदमै खाली जग्गा रहेछ त्यसमा चाहिँ खेप चाहिँ पुरानो लागेको यहाँ हामी चाहिँ आउनु भएन किनभने चाहिँ हाम्रो बडा खसिरहनु भएको थियो कारणले गर्दाखेरि चाहिँ आउनु पाइनेरी लाग्दाखेरि चाहिँ आउँ होला र गाइस म चाहिँ यहाँबाट फर्किने भन्ने चाहिँ मलाई जाँदाखेरि पनि ढिलो हुन्छ त्यस कारणले गर्दाखेरि चाहिँ म पहिलो गाइस म त्यहाँबाट फर्किसकेँ भने चाहिँ यहाँ म रोडमा आइपुगिसकेको छु रोडदेखि पास भएर जानुपर्छ नि त त्यस कारणले गर्दाखेरि चाहिँ म आइपुगिस यताउति हेर्नु पर्दाखेरि यताबाट भ्यू डाँडा काँडाहरू पनि बस्छु चाहिँ राते पानी भन्छ यो अन्त भने चाहिँ तर त्यस्तो छ र भने चाहिँ यहाँनिर घाम अस्ताइ सकेको छ है त यत्रो परबाट आउँदैछु म सो गाइस म चाहिँ यहाँ गर्दै थिएँ र चाहिँ मलाई यहाँनिर परा जानु भनेर फेरि यहाँ गोरुलाई परा जानु पऱ्यो त्यसै कारणले गर्दाखेरि त्यसैले गर्दाखेरि चाहिँ म फेरि अब परा लानु तपाईँहरूलाई 80 रुपियाँको सिमी कतिको भएछ त्यो देखाउँछु र फिलहाल भन्दा चाहिँ यहाँनिर फेरि मुजुर पसिहालेछ है त्यसले गर्दा तपाईँलाई अलिक टाइम लाग्छ हो अहिले पल्ट बाँड्दै जानुपर्छ ट्राई गरौँ ल अन्त त्यहाँबाट भने चाहिँ तपाईँलाई म कतिको पैसा सिमी खाऊ केटा भ्लगलाई म यहीँ समाप्त गर्नेवाला छु र राति भयो नि त त्यस कारणले गर्दाखेरि चाहिँ म यो मेरो भ्लगलाई यहीँ समाप्त गर्न चाहन्छु लाइक गर्नुहोला सेयर गर्नुहोला कस्तो कस्तो भयो सबैजनातिर सेयर गर्नुहोला ताकि मेरो भ्लगको बारेमा पनि उनीहरूले पनि पाउनु सक्छन् सब्सक्राइब गर्नुहोला अहिले फेरि आउँदो भ्लगमा अघि म के देखाउँछु भनेको छु त्यसमा देखाउनेवाला छु भ्लग अनि फेरि म ल्याउनेवाला छु भन्ने चाहिँ धेरै दिन भएको थियो युट्युबमा पनि भ्लग नहालेको यो युट्युबमा पनि पोस्ट हुन्छ अन्त त्यसमा फेसबुकमा पनि पोस्ट हुन्छ फेसबुकमा पोस्ट भइहाल्छ युट्युबमा चाहिँ अलिक टाइम लाग्छ 1 घन्टा 1.5 घन्टा 2 घन्टा लाग्छ कहिलेकाहीँ त एमबी पनि सकिहाल्छ त्यस कारणले गर्दाखेरि कहिले पोस्ट हुँदै माइन्ड गर्नुपर्छ यति भन्दै चाहिँ गाइस चाहिँ अर्को नयाँ भिडियोमा मलाई अहिलेको लागि भन्ने चाहिँ बाई बाई सबै मेरो भ्युवर्सहरूलाई सब्सक्राइबरहरूलाई यो छ है लाइक गर्नुहोला सेयर गर्नुहोला र गाइस सिमी चाहिँ यतिको भएको छ चढिसकेको छ अलिकति अग्लो छ हो यो चाहिँ माथि नै चढिसकेको छ त्यो छोडिदिएको छ हरियाली यो चाहिँ गाइस अर्ग्यानिक सागसब्जी अर्ग्यानिकै हो सब्जी चाहिँ त्यसमा चाहिँ के मिलावट चाहिँ छैन भन्दै गाइस म मेरो